Hello guys, welcome back to my YouTube channel. अनि सबैजनालाई चाहिँ हैन नववर्ष 2082 सालको सबैलाई शुभकामना। र आज 22 साल 2 गते 1 गते त घुम्न गयो, यताउति गयो। 22 साल 2 गते चाहिँ हामी जाँदैछौँ भक्तपुर सल्लाहघारी, जहाँ चाहिँ मेला लागिरहेछ, मेला महोत्सव। र त्यहाँ हामी जाँदैछौँ। दुईजना दाजुभाइ टक्क रुमबाट आयो, दिनभरि बस्यो, कस्तो मधुर आइरहेछ। दिनभरि बस्यो अनि सुत्यो एकछिन हैन, ए झ्याउ लाएर माछाले, लेकिन 1 सेकेन्ड अनि सुतेपछि चाहिँ एकछिन उठ्यो अनि त्यसपछि कामसाम गरेन है। अनि टक्क झ्याउ लाग्यो, यसो यसले के गर्नु भयो। यसले चाहिँ कहीँ घुम्न जाने सोच बनाएको थियो बिहानदेखि नै। अनि मलाई चाहिँ त्यो घुम्न जानु अलिक दिमाग खराब, मेरो बिहानदेखि रफ भइरहेको छ क्या। अनि जानु मन लागेन। अनि अहिले चाहिँ हामी सल्लाहघारी जाँदैछौँ। सबैजनाले चाहिँ नयाँ वर्ष फेरि पनि शुभकामना। के भन्न चाहन्छस् नयाँ वर्षको? नयाँ वर्षको धेरै शुभकामना, धेरै प्रगति गर्नु, धेरै पैसा कमाउनु, धेरै गर्लफ्रेन्ड बनाउनु। हामी त छैन कि त्यही हो। यो गर्लफ्रेन्ड बनाउनु पर्यो, लेकिन 1 सेकेन्ड गर्लफ्रेन्ड बनाउनु पर्यो भन्छ यसले। तर केटा गर्लफ्रेन्ड नभन, केटा हो गर्लफ्रेन्ड नभन केटा हो। गर्लफ्रेन्ड हुन्छ तर टाइम पासको लागि बना, आफ्नो ठाउँमा छ। तर लेकिन 1 सेकेन्ड चिला यार। सो त्यो गाइज, अब हामी जाँदैछौँ त। हामीले कतिचोटि भन्नु धेरै टाढो छ नि, यहीँ हो। रात पऱ्यो भने नि हिसाब हेरेर नआउँथ्यो। अनि यसको चाहिँ बिचरा पित्ता थैली यो फुट्न आइसक्यो अरे, यत्रो ठुलो भइसक्यो अरे पिसाब लाएर। मलाई अहिले भनिरहेको छ रात पऱ्यो, लेकिन 1 सेकेन्ड यत्रो खाली ठाउँ छ, यसले पिसाब हेर्न सक्थ्यो तर किन गरेन। लेकिन 1 सेकेन्ड यता पनि मान्छे हुनसक्छ दिउँसो वाला टाइपको हो क्या। अनि त्यो भ्लग स्लग बनाउने मुड पनि खासै छैन, यसले बनाउनु त दाइ भनेर भ्लग स्लग पनि दिनु। आजकल युट्युबमा पनि यसरी सब्सक्राइबर पनि घट्छन्, भ्युजहरू घटिरहेछ। यस्तो मलाई दिमाग खराब भइरहेछ। अब त्यही हो, नयाँ वर्ष सबैलाई शुभकामना। फेरि 3 चोटि हुन्छ कि है। म दिनभरि भने गर्छु, यो भिडियो बनाएको छ भने गर्ने हो तिमीहरू मुजी सरी मुजी म भन्छु राइन भने। अनि त्यही हो, नयाँ वर्ष उन्नति प्रगति होस्। अनि सम्बन्ध यताउति कुराहरू त्यो चाहिँ आफ्नो ठाउँमा छ, केटा हो जसो गर, साथीभाइ हो, केटाकेटी हो। अनि रमाइलो गर्नुपर्छ, त्यही हो। दिउँसोको मौसम छ अहिले चाहिँ ठ्याक्कै 2-3 बजी होला सायद। भक्तपुर सल्लाहघारीको त्यो ठुलो चौरमा त्यो महोत्सव कस्तो लाग्दैछ त देखाउन चाहिँ तपाईँहरूलाई म चाहन्छु। लेकिन 1 सेकेन्ड म त्यहाँ पहिला पुगौँ, यसो हेर्छु, यसो भिडियो बनाउन लागेको छ भने भिडियो बनाउँछु होइन, तर बनाउँछु। त्यही गाइज, अब म त्यहाँ जान्छु, त्यहाँबाट टक्क भिडियो बनाउँछु है। लेट्स सी। फाइनली गाइज, हामी चाहिँ धेरै टाढो त छैन, घडीमा 10 मिनट जति हिँड्ने होला होइन, तर आइसक्यो हामी चाहिँ हाम्रो टार्गेटमा चाहिँ आइसक्यौँ हामी, निशानामा चाहिँ। अनि अब छिर्नु पर्छ हामी यो भित्र, त्यो ग्राउन्डभन्दा यतापट्टि त्यहाँ एउटा बार लागेको छ, त्यो बारभित्र चाहिँ बब्बाल छ। अनि त्यहाँ जानुपर्छ हामी। अनि त्यसमा यसो विचारमा टिकट कति हुन्छ भन्ने कुरो हो। कति टिकट हिजो गइसक्यो नि? 80 रुपियाँ। 80 दुन 160। ओ मेत्रीका पैसा किन हेर्नु त, त्यो ठिक पनि हेर्छ। लेकिन 1 सेकेन्ड ल टिकट लिनु रुक 1 सेकेन्ड मलाई लेकिन 1 सेकेन्ड। सो त्यही हो गाइज, मनोरञ्जन भनेको गर्नुपर्छ।
कता हो मात्र मिलेन है। गयो धन्य लिनु गयो मासुले तरकारी लिनु पठाएको थियो त्यो चाबी त्यो हटे जहाँ छोड्छ त्यो गर्छ हरास न त्यो 5 वटा हरास सिक्यो त्यहाँ 5 वटा एक दिन जागी जान्छ तेरो अनि त्यही हो रङ्ग मञ्च चाहिँ बल बनाएर रहेछ मञ्च अब यो यो चाहिँ अस्ति 27 गतिदेखि होइन 7 गतिसम्म चाहिँ लागेको छ ओ माका तेरी छिर्ने चाहिँ कहाँबाट हो टिकट काउन्टर यहाँबाट चाहिँ बाहिर होइन अनि त्यसपछि यहाँभित्र यो टिकट लिन्छ यहाँ यहीँबाट भित्र लेकिन एक सेकेन्ड खाली टिकट क्यामेरा नगर्दैन बन्द भयो हाम्रो टिकट लिइरहेछ हाम्रो साथीहरूले लेकिन एक सेकेन्ड टिकट आयो भित्र छिर्नुपर्छ यो चाबी हो यो ढकाको चाबी यही हो छिर्नुपर्छ This is a चाबी चाबी भाँची क्या अब डोर ओपन हुन्छ ओपन द डोर हेर्न सक्नुहुन्छ गाइस हामी चाहिँ फाइनली छिर्सक्यो भित्र एकदमै अरू बवाल हुँदैछ लेकिन एक सेकेन्ड पढ्न कति आउनु भइसक्यो होला कति आउनु भएको छैन होला होइन आज हामी चाहिँ वैशाख 2 गति आएको तपाईँहरू को आउनु भएको छ है आज चाहिँ 8 गतिसम्म छ आउनु होला मलाई पनि भेट्नु होला है अनि त्यही हो अब प्रायः त चाहिँ पसल हुन्छ क्या खाचार 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 हुन्छ क्या त पसलहरू हामीलाई चाहिँ आज यहाँको मेन सेलिब्रेटी हामी हो हाम्रो लागि यहाँ पानीले पनि स्वागत गरिरहेको छ चौरमा अहिले गएपछि खाएर अड्किने गरी गीत गर्नुपर्छ लेकिन एक सेकेन्ड खकाएर अड्काउने रे गीत गाएर कस्तो अड्काउँछ अड्काउँछु त म मान्छेको भिड त त्यति छैन धन्दामा मान्नु पर्दैन लेकिन एक सेकेन्ड चाहिँ भन्नुपर्छ किनकि पानी पर्यो हामीले चिताएको भन्दा यहाँ चाहिँ कोही डराउँछ कि के हो मासु यहाँ त खाली छ त नेपालमा रेल आइसक्यो रेल हेर्नुहोस् 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 नेपाली रेल छ नेपाली रेल नेपालमा पनि रेल देख्नु पाइयो साँच्चै भन्नु त यार सो अहिले हामी यहाँ नेपालको रेलमा छौँ यो नेपालको रेल आउने ठाउँ हो अब त के पाङ्रा छ त्यहाँ गएर सोधौँ न हामी यसो जाँदैछौँ यहाँ सुरु होला जस्तै स्टार्ट भयो मेरो रियाक्सन हेर्नुपर्छ मोबाइल खस्दाखेरि लेकिन एक सेकेन्ड मोलाबारी
चल्यो चल्यो लेकिन एक सेकेंड वास्तवमा एउटा मजा आएको अलि भगवान मार्यो भगायो एक सेकेन्ड के गर्छ यो म्याच यसको अन्त मेरो चस्मा गर्छ एउटा डर त लाग्यो अहिले हकाउनु न यार है त्यो पलाउनु डर लाग्छ बरु कस्तो यहीँ डर लाग्छ चलाउँछ यति डर चलाएको थियो गियर लानु पर्यो अलि धेर आयो अहिले मजा आयो नि त एक सेकेन्ड यसको नाम चाहिँ थाहा छैन मलाई नमस्ते सबैजनालाई तिम्रो कलिलो ओठ अनि गाजोलु आँखा म बनाउँछु गीत तिमी बनाइदेऊ भाका अनि त्यो रात अनि रमाइलो साझा हामी दुईजना बसी मिठो बात गरौँ आज हेर खतरा छ स्ल्याङ हाम्रो खतरा छ ग्याङ पूर्वदेखि पछिसम्म सबै मेरै हो ब्याट हामीलाई बस्ती छ तिमीलाई